हेलो गुड मर्निङ सबैलाई। आज हामी तीन दाजुभाइ पोछानाट भ्याली घुम्न जाँदैछौँ। अलमोस्ट 9-10 बजिसक्यो, ढिलो पनि भइरहेछ। घाम चाहिँ एकदमै चर्को लागेको छ। सकेसम्म चाहिँ बिहानै जान पाएको राम्रो थियो। बिहान चाँडै जाने भन्दा ढिलो भइहाल्यो। अब यस्तै छ हाम्रो सन्डे हाम्रो फन्डे भनौँ न। अब घुम्नु पऱ्यो, यस्तै रमाइलो छ। अब पोछानाट भ्याली चाहिँ मेरो नि फर्स्ट टाइम, भाइहरूको नि फर्स्ट टाइम हो। अनि त्यहाँ कस्तो छ, कसरी जाने, के कति चार्जहरू लाग्छ, म सबै विस्तृतमा तपाईँहरूलाई जानकारी गराउने नै छु। हाम्रो ढिलो चाहिँ यहाँ मिस्टर सुताईले गर्दा होइन, म त त्यसको डाइरेक्सन गर्ने मान्छे मै हो। म आउँदा त यसो हाम्रो एक्टरहरूले अलि ढिलो गर्दाखेरि त्यसरी ढिला भएको हो। सुताई प्रसाद हाम्रो भाइहरूलाई फेरि लाली पाउडर क्रिम सबै धस्नुपर्छ, टाइम लागिहाल्छ नि, त्यस्तै छ। जुरुक्क उठ्यो तिरुकोमा त्यो टाप भाग्ने भए पनि छिटो हुन्छ त। त्यस्तै छ। अब हामी चाहिँ अहिले सो ट्याक्सीमा जाने सल्लाह भएको छ। फर्किँदा चाहिँ बसमा आउँछौँ आरामले, जानेलाई चाहिँ टाइममै जाऊँ, टाइममै घुमेर फर्क्यौँ भन्ने योजना छ। अब कस्तो छ पोछानाट भ्याली हामी तपाईँलाई विस्तृत रूपमा देखाउँछौँ है त। पोछानाट भ्यालीको कुरा गर्नु पर्दाखेरि चाहिँ मलाई अलिअलि थाहा भएको कुरा चाहिँ त्यो चाहिँ ढुङ्गा खानी हो। त्यहाँबाट चाहिँ ढुङ्गा निकाल्दा ठुलो खाल्टोमा ताल बनेको छ। त्यो ताललाई चाहिँ कोरियाले व्यवस्थित गरेर पर्यटक स्थल बनाएको छ। अनि त्यहाँ चाहिँ समथिङ फिल्मको नाम चाहिँ थाहा भएन, कोरियाको चाहिँ कुन एउटा फिल्म पनि सुट गरेको छ र। तपाईँहरूलाई अब थाहा छ भने यसो कमेन्टमा जानकारी गराउनु होला। सो हामी चाहिँ अहिले डुब्नु छन् ट्याक्सी छङ्गीजाममा छौँ हामी। अब यहाँ ट्याक्सी पहाडी छ, कुरा गरेर अब चाहिँ हामी पोछानाट भ्यालीतिर लाग्छौँ। ल हामी ट्याक्सी चढेर पोछानाट भ्यालीतिर लाग्दैछौँ है त। अब तपाईँहरूलाई चाहिँ पोछानाट भ्याली के कस्तो छ सबै देखाउँछौँ है। सँगै घुमौँ, हेरौँ मजाले है त, इन्जोय गर्नु होला। फाइनली हामी यति बेला पोछानाट भ्याली पुगिसक्यौँ। पोछानाट भ्यालीको भ्यू चाहिँ बाहिर यस्तो छ। यो हामी चाहिँ अब टिकट काट्ने ठाउँमा जाँदैछौँ बुझ्नलाई के कस्तो छ, टिकटको प्राइस, कति घन्टा यहाँ बस्न पाउने हो त्यो बुझ्छौँ। त्यसपछि टिकट काटेर भित्रतिर छिर्नु पर्ला। त्यो भन्दा नि अझै अर्को कुरा चाहिँ खाना खानुपर्ने थियो। यतातिर चाहिँ गर्मी मौसममा यसरी सुत्नुपर्छ। भाइको सल्लाह, गर्मी मौसम चाहिँ यस्तरी सुत्नुपर्छ अरे। हामीले एउटा को साथी सुतिरहेको रहेछ त्यहाँनिर। सबैभन्दा मेन कुरो चाहिँ खाना खानु पर्ने थियो। यहाँ कता छ यतातिर खाना खाने ठाउँ, अब टिकट काट्ने ठाउँमा बुझ्नु पऱ्यो। र हामी चाहिँ यति बेला पोछानाट भ्याली छौँ। तपाईँले पोछानाट भ्याली देख्नुहुन्छ। अनि पोछानाट भ्यालीको चाहिँ हामी 3 जनाको टिकट चाहिँ 23,400 परेको छ। यो चाहिँ मोनोरेल चढ्ने सिद्ध गरेर जाँदाखेरि मात्रै, आउँदाखेरि चाहिँ हामीले लाने प्लान गऱ्यो। यहाँदेखि माथि चाहिँ 500 मिटर अग्लोमा पुगेछ। आउँदाखेरि चाहिँ त्यही हो। अब यहाँको अरू रमणीय दृश्यहरू छ, विस्तृत रूपमा तपाईँहरूलाई जानकारी दिन्छु, हेर्नु होला नबिर्सिकन है त। कस्तो छ पोछानाट भ्याली।
फाइनली हामी मोनोरेलबाट पनि निस्किसक्यौँ। मोनोरेलबाट निस्किने बित्तिको दृश्य यता हात्ती पनि रहेछ नदेखेको चाहिँ हात्ती नेपालमा रियल हात्ती देखेको भने अन्त त्यहाँ आँखै नलाग्ने। चाहिँ यस्तो दूरबीन टेलिस्कोपले गराहरू हेर्न मिल्दो रहेछ नि। अझै यो टेलिस्कोपहरू रहेछ अटोमेटिकको। यो टेलिस्कोपबाट चाहिँ हेर्ने भनेको त्यो माथि देखाएको छ नि हेर्न पाएको छ। कम्पेरिजन गराएको नि त 3D मा यो चाहिँ मलाई निकै एट्र्याक्टिभ लाग्यो। यो रियल हो यस्तै छ नि यसरी नि छ यस्तै हुन्छ नि त। सूर्य कुन हो यो सूर्य कुन हो यसमा सूर्य पछि यसरी लस्करै हो यसरी यो यसरी हो सूर्यको चक्कर लाउने म नबुझेको अरे त ए त्यहाँ रहेछ नि त यस्तरी होइन त्यो चक्कर लाउने यहाँ त अनि चिन्हमा त सूर्यभन्दा अगाडि दुईवटा त्यहाँ त एउटा मात्रै देखेर पृथ्वीभन्दा अगाडि एउटा त सबभन्दा सानो गर भनेर हटाएको थियो। त्यहाँ उसमा हेर न त्यो पृथ्वी होइन पृथ्वीमा मात्रै खाएको खुमसङ मात्रै छ क्या। ए नदेखेको मैले यो छेकिरहेको छ यी यस्तै एलइडी हो क्या। यो चाहिँ 3D मा भयो त्यो चाहिँ फोटोमा यो चाहिँ हाम्रो सूर्य भयो। सूर्यपछि यो के गर यसरी लस्करै आउँछ अनि हाम्रो चाहिँ सूर्यपछि तेस्रोमा पृथ्वी पर्दो रहेछ। यो एउटा चिनित बृहस्पति मङ्गल यसरी रहेछ। यहाँ चाहिँ यो चाहिँ 3D मा यसरी कम्पेयर गरेर राखेको रहेछ कति पर कति के छ भनेर पृथ्वी र सूर्य।
हामी यति बेला बल्ल एउटा ठाउँ भिजिट गरेर सक्यौँ। पोछन आर्ट भ्यालीको चाहिँ एस्ट्रोनोटिक म्युजियम घुमेर सक्यौँ यति बेला। अब चाहिँ हामी अर्को घुम्ने ठाउँमा जाँदैछौँ। अब हेर्दै जाऊँ, घुम्दै जाऊँ कस्तो कस्तो छ अरू। हामी यति बेला चाहिँ पोछन आर्ट भ्यालीको मेन घुम्नुपर्ने ठाउँ चाहिँ यो के भन्छ अरे ढुङ्गा खानीमा छौँ हामी। यहाँ चाहिँ पानी ताल बनाएर चाहिँ ढुङ्गा खानीबाट ढुङ्गा निकालेर, हाम्रो नेपालमा यस्तो भएको भए चाहिँ केही नभने डम्पिङ साइट बनाएर के फोहोर फालिसक्थ्यो। तर कोरियामा चाहिँ यस्तो खाल्टोलाई चाहिँ सदुपयोग गरेर पर्यटक स्थल बनाएर पुरै इन्कम गरिरहेको छ। पोछन आर्ट भ्यालीको सानो यो चौर ग्राउन्ड जस्तो रहेछ। ग्राउन्डमा चाहिँ कछुवाहरू के बनाएको रहेछ मूर्ति। अब यता पनि घुम्ने ठाउँ छ, यता पनि घुम्ने ठाउँ छ। अब हामी चाहिँ सायद फर्स्ट यतातिर घुमेर पछि चाहिँ यतातिर घुम्छौँ होला। यतिमै हाम्रो पोछन आर्ट भ्याली भिजिट चाहिँ सकिन्छ। तपाईँहरू चाहिँ उजम्बुबाट हनुवा लाइफ इन्ट्रान्सबाट 138 नम्बरको बस चढेर एग्रिकल्चरल टेक्नोलोजी सेन्टरमा झर्नुहोला। त्यहाँबाट चाहिँ हिँडेर 21 देखि 25 मिनट लाग्छ, टाढा छ। सो तपाईँहरूले चाहिँ ट्याक्सी युज गरेर जानु भने कम्फर्ट हुन्छ। अनि अहिलेसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अब आगामी दिनहरूमा नै नयाँ भिडियोमा फेरि भेटौँला भन्ने बाचासहित आजको भ्लग यतिमै सकिन्छ।